हेलो गाइस, अब चाहिँ म घर आइसकेको छु बर्थडे मनाएर। हेर्नु न के त्यसमा केक छ चाहिँ। आज चाहिँ मेरो बर्थडे हो, सो म घर आइसकेको छु। अनि अब चाहिँ म मेरो गिफ्ट अनबक्सिङ गर्न चाहन्छु। सो थ्याङ्क यू सो मच मलाई जतिजनाले पनि म्यासेज गर्नुभयो, कल गर्नुभयो, अनि त्यसपछि गिफ्ट पठाइदिनु भयो, त्यसको लागि चाहिँ आइ एम सो ब्लेस। थ्याङ्क यू सो मच गाइस। यति छ मेरो गिफ्ट चाहिँ, बर्थडे गिफ्ट। अब के हो म हेर्छु, मलाई पनि थाहा आएन के छ यहाँभित्र। त्यो बुके चाहिँ मेरो साथीले अघि केक कटिङ गर्ने बेलामा हो। यो त अब अनबक्सिङ गर्दा पनि अब नर्मली नै भयो। थ्याङ्क यू सो मच प्रभु यो फ्लावर बुकेको लागि। थ्याङ्क यू सो मच। अनि कताबाट स्टार्ट गरौँ भन्ने भइरहेको हो। कताबाट स्टार्ट गरौँ है। यसलाई राख्नु न त, कताबाट स्टार्ट गर्ने रहेछ अलि देख्नु होला। अनि म पहिला सुरु चाहिँ मेरो बहिनीको साइडबाट जान चाहन्छु है। मेरो बहिनी चाहिँ मसँग अहिले छैन, अनि बर्थडेमा पनि बहिनी आउन पाएन नि त, बहिनी बिजी भएर। यसले गर्दाखेरि बहिनीले चाहिँ मलाई गिफ्ट पठाइदिएको छ। अनि त्यो गिफ्ट चाहिँ म हजुरलाई देखाउन चाहन्छु। देखाउँछु है त। इट्स माई बर्थडे भने जस्तै हो क्या यो चाहिँ। हेर्नु नि, बहिनीले गिफ्ट पठाइदिएको छ मेरो लागि। वान पिस गाइस विथ कार्डिगन। उलन के हो यो चाहिँ, राम्रो देख्छ होला गाइस है। मलाई यो लाग्छ, यो चाहिँ म लगाउँछु हेर्दै। अनि यो वान पिस यो लगाएर चट्ट। थ्याङ्क यू सो मच बिजु, थ्याङ्क यू सो मच। धेरै 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 थ्याङ्क यू सो मच। यो चाहिँ कार्डिगन भयो। थ्याङ्क यू सो मच। यो चाहिँ बहिनीको साइडबाट। थ्याङ्क यू। अनि अब अरू के देखाऊँ त। युजलाई हेर्नु न कति राम्रो छ है युजलाई। यसको आँखै मनपर्छ के। यो पनि मेरो बर्थडे गिफ्ट नै हो, तर यो चाहिँ बाहिरबाट आएको यो गिफ्ट चाहिँ मेरो साथीले मलाई पठाइदिएको हो यो गिफ्ट। अनि उसलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि ऊ त बर्थडेमा आउन पाएन कि ऊ साथी चाहिँ, तर उसले चाहिँ मलाई टाढाबाट पनि यो गिफ्ट पठाइदिएको थियो। सो यो चाहिँ मैले पाएको छु। अनि मैले आज बर्थडेमा लगाएको सुज र स्कर्ट पनि साथीले नै पठाइदिएको, बर्थडेमा त्यही लगाउनु भनेर। अनि थ्याङ्क यू सो मच यति धेरै गिफ्ट पठाइदिएकोमा। थ्याङ्क यू सो मच। अब यहाँ के छ है गाइस, यो हेर्नुहोस्। यो झोलै मन परेको क्या सबभन्दा, किन भन्दा मलाई एकदम गुडिया सानो सानो टाइप एकदम मनपर्छ कि यो झोला। हेर्नु कस्तो राम्रो देख्छु। म जतिसुकै उमेरले बुढी भए पनि मेरो बिहेभियर चाहिँ बच्चा जस्तै हो गाइस। यो ब्यागमा के छ हेरौँ है गाइस। यहाँ पनि कपडै रहेछ गाइस। ल यो पनि वान पिसै रहेछ, यो पनि लङमै रहेछ है गाइस। म कुनै दिन भिडियो बनाउँछु लगाएर। ब्लू कलर, आई लाइक ब्लू कलर, राम्रो छ। थ्याङ्क यू सो मच। अब यो कपडा पठाउँदा चाहिँ त्यस्तै हो है, अब के बिग्रिन्छ। अर्को के छ यो पनि हेर त के हो। वाउ, यो पनि वान पिसै रहेछ गाइस। ल यस्तो, यो पनि वान पिसै रहेछ, यो वान पिसै रहेछ। म लगाउँछु कुनै दिन लगाएर ब्लगहरू बनाउँछु है। यो पनि म लगाउने छु। यो चाहिँ मलाई कस्तो हाँसो लाग्यो कि यो गिफ्ट चाहिँ के हो भन्दाखेरि, पिरियड भएको टाइममा एकदमै धेरै ब्याक पेन हुन्छ कि, एकदमै धेरै ओभर बेसी ब्याक पेन हुन्छ। हट ब्याग त छ नै, अब हट ब्याग पनि युज त गर्छु, तर हेर्नु न यस्तो होला कि यो पेटलाई पनि सानो गराउन पनि अब घटाउँछ पनि मिल्छ। तर यो चाहिँ मेरो ब्याक पेनको लागि यो यसरी लगाउने युजफुल छ मेरो गिफ्टहरू चाहिँ। यसको लागि थ्याङ्क यू सो मच। यो ब्यागको लागि त झन् धेरै थ्याङ्क यू सो मच हो। अनि यहाँभित्र के छ हेरौँ, यहाँभित्र पनि केही छ है गाइस। ओ यहाँ पनि रहेछ यस्तो राख्ने। अनि गिफ्ट फर माया भनेर पनि छ, यहाँ लेखेको छ। अनि यो चाहिँ वान पिसको होला, यसको रसी होला बेल्ट जस्तो है। यो यता भयो गाइस। यो फ्लावर त भइहाल्यो गाइस होइन, यो फ्लावर त भइहाल्यो। अनि यो गिफ्ट चाहिँ मेरो आराध्याको साइडबाट यो गिफ्ट चाहिँ हो।
अब के दिएको त द मोस्ट स्पेसल वे टु से यु केयर थ्याङ्क यू भन्नु वाउ हेर्नु त कस्तो कस्तो मजाले ऱ्यापिङ गरेको कि खोल्नै मन नलाग्ने जस्तो है तर पनि खोल्न त पर्छ कि अब हेर्नु त पर्यो यसो एकपल्ट थ्याङ्क यू सो मच अरू यो चाहिँ मेरो आराध्याले दिएको मेरो स्कुलको स्टुडेन्ट अनि उसले दिएको गिफ्ट हो गाइस हेरौँ के दिएको छन् मलाई थाहा छैन मलाई फेरि यस्तो ऱ्याप गरेको चिजहरू के कस्तो खोल्नै मन लाग्दैन कि मनखत लाग्छ लास्टै खोल्न त पर्छ नखोली त कसरी हेर्नु होइन खोल्न त पर्यो कताबाट कस्तो राम्रो पेपर के गिफ्ट ऱ्यापिङ पेपर है के छ हो अझै यो फेरि बक्स हो बक्सभित्र पनि छ त अझै यहाँ पनि टेपै लाग्छ हो गाइस टेप पनि कसरी लगाएको छ के राम्रो सामानहरू छ यसमा त हेर्नु न वाउ हेर्नु त चुरा होला गाइस यसमा लगाएको है यो प्रेसियस चुरा होला हेर्नु त कस्तो राम्रो देखेको है थ्याङ्क यू सो मच आराध्या आरु थ्याङ्क यू सो मच कस्तो राम्रो यहाँभित्र कस्तो यसमा के छ गुड लक भनेर लेखेको छ है यसमा चाहिँ टिभी लाइट हेर्नु न वाउ गाइस हेर्नु त कस्तो राम्रो यो चाहिँ मैले मेरो रुममा राख्छु गाइस थ्याङ्क यू सो मच यो पनि मन पर्यो मलाई पप्पा पनि हुनुहुन्छ मेरो यहाँ एकदम थ्याङ्क यू आराध्या अनि त्यसपछि आम्बो सबैभन्दा मलाई मन परेको होइन किन भन्दा मलाई चाहिँ एकदमै मनपर्छ कि आज चस्मा पनि लगाएको रहेछ हो मैले चस्मा लगाउँछु नि त गाइस त्यही भएर हेर्नु न कस्तो मजाको छ हो यो किरिङ त वाउ बाल पनि छ अझै मजाले चस्मा चाहिँ कस्तो उल्टो भएछ है थ्याङ्क यू सो मच थ्याङ्क यू आराध्या हेर्नु न गाइस यस्तो राम्रो छ कि खुट्टा हेर्नु न चस्मा माथि ह्याट लगाएको छ यो बाल थ्याङ्क यू सो मच मलाई त कस्तो इमोसनल हुन्छ कि यस्तो गिफ्टहरू हेर्दाखेरि चाहिँ थ्याङ्क यू सो मच है अब के भन्नु अब चाहिँ यहाँ चाहिँ आइसाको गिफ्ट छ मेरो साथी यो लगाऊँ न त हैन के छ गाइस यहाँ ल यो चाहिँ आइसाको गिफ्ट हो हैन के छ लेखेछ नि यो मान्छेले थ्याङ्क यू फर बिङ अ पार्ट अफ माई लाइफ थ्याङ्क यू फर एभ्रिथिङ द्याट यु डु फर मी आई हेभ नो वर्ड्स फर आवर स्पेसल बोन्ड विच वी हेभ लभ यु माई डल्ली उसले चाहिँ मलाई डल्ली भन्छ कि म धेरै मोटी भएर हो मोटी त के अब मेरो हाइट अलि सानो छ नि त मोटी त पहिला भन्दा त अलि मोटाएको छु गाइस कस्तो यो त
मलाई चाहिने चिजहरू हेर्नु न। यो चाहिँ पेन्सिल बक्स मेरो स्कुलको लागि चाहिन्छ। मलाई फेरि यस्तो यो ह्यान्ड रिटनहरू एकदमै धेरै के टाइम लाग्छ नि त, अनि यसको भ्यालु मैले बुझेको छु के, किन भन्दा म पनि एकदमै धेरै यो मलाई यो रिटर्नहरू लेखेर यो बनाएको एकदमै राम्रो लाग्छ नि त। अनि यो लेखेको छ, थ्याङ्क यू सो मच आइसा आयु। अब यो चाहिँ के हो, यहाँ पनि छ है, के हो खै। यो मान्छे त मलाई रुलाएरै छोड्छ हो, सबैमा लेखिराख। I pray that God bless you with all the happiness in this universe. May you purpose and shine everywhere you go. I always respect you and love you so much. मोटी पुच्ची डल्ली फुलकुमारी नरिसाउनु है, त्यहाँ खुसी हुनु सब मायाले भनेको हो गरी। हेर्नु न गाई, यहाँ पनि यति धेरै लेखेको, यहाँ पनि लेखेको हो। यो मान्छेले त मलाई रुलाएरै छोड्छ क्या हो। मेरो यस्तो साथी छ कि यो चाहिँ होइन, आइसासँग चाहिँ यस्तो बोन्डिङ पनि छ मेरो, एकदमै राम्रो पनि लाग्छ मलाई त। कस्तो खोल्नै मन दुखिराख क्या, यो बनाउन कति टाइम लाग्छ नि त। त्यो लेखेको त म फाल्दिनँ जस्तो। उफ वाउ, के दिएको हो यो मान्छेले, हेर्नु न। सायद बालमा लाउने होला कि यो चाहिँ, कपालहरूमा लाउनको लागि। यहाँ क्लिप पनि छ गाइस, क्लिपहरू पनि छ यो बालमा लाउन। मलाई यस्तो यस्तो एकदम मनपर्छ नि त, अनि मलाई थाहा मलाई के मनपर्छ भनेर म यो चाहिँ यसैमा राख्छु है। कस्तो इमोसनल हुन्छु नि म यस्तो यस्तो चिजहरू, फेरि एकदमै यो थाहा। अझै के छ हो, यो चाहिँ म फाल्दिनँ है, यो चाहिँ मलाई ह्यान्ड रिटन चाहिँ एकदम मन लाग्छ। रुन्छु जस्तो भइसक्यो आएको। अझै छ, अझै 3टा छ अब। यसमा पनि सायद यस्तै नै लेखेको छ होला। यो सुरु म सबभन्दा सानो खोल्छु। त्यो चाहिँ मेरो साथी, यस्तो साथी भयो कि लाइफको एकदम के सिज एभ्रिथिङ जस्तो लाग्छ कि मलाई आजभोलि होइन। लाइफमा मेरो लाइफमा कति धेरै साथीहरू आयो होइन गयो, अनि मैले अब म कसैसँग एट्याच भयो भने एकदमै धेरै इमोसनली एट्याच हुन्छु नि त, अनि हार्टली पनि एट्याच हुन्छु क्या। अनि यहाँ पनि त्यही लेखेको हो। अनि ऊ चाहिँ यस्तो साथी भयो कि उसले चाहिँ मलाई गर्छ कि, मैले पहिला अरू साथीहरूलाई गर्थेँ होइन। अनि त्यताबाट मलाई त्यस्तो त डबल त्यो आउने थिएन कि, मैले गर्थेँ मनदेखि हार्टली गर्थेँ, तर मैले यो सोच्ने थिएन कि उनीहरूले पनि मलाई गरून् भनेर त मलाई कहिले पनि सोच्ने थिएन गाइज होइन। मनदेखि अब साथी मनदेखि निभाएपछि छुट्टै हुन्छ नि त। तर आइसा यस्तो साथी हो कि मेरो लाइफको म कुन फेजमा हुँदाखेरि त्यो मान्छे आयो, मलाई कसरी ट्रिट गर्छ होइन। अनि उसले मलाई साथी त भन्छ, तर धेरै जसो मिसै भनेर बोलाउँछ। हामी चाहिँ स्कुलमा भेटेको होइन, स्कुलबाट हामी साथी भएको। तर एकदमै मेरो लाइफमा पहिला कति धेरै साथीहरू त स्कुलमा भेटेको साथीहरू पनि थियो, तर अहिले उनीहरूसँग बोलचाल हुँदैन, कुरा हुँदैन होइन। सबै आफ्नो आफ्नो लाइफमा छन्, बिजी छन्, रमाइरहेछन् होला होइन। तर ऊ चाहिँ यस्तो छ कि मेरो लाइफको सबैभन्दा इम्पोर्टेन्ट पर्सन जस्तो लाग्छ कि होइन। अनि यहाँ पनि फेरि लेखेको छ है गाइज, आई एम सो लकी टु हेभ यु इन माई लाइफ, यु विल बी अलवेज प्रिसियस एन्ड रियर फर मी माई फुलकुमारी हा गरे। यो त म फाल्दिनँ जस्तो लाग्छ कि यो लेखेको चिजहरू। अनि उसले चाहिँ मलाई एकदमै धेरै राम्रो ट्रिट गर्छ क्या, जुन कुराहरू म हरेक कुराहरू उसलाई सेयर गर्छु, उसले मलाई सेयर गर्छ होइन। अनि धेरै कुराहरू मिल्छ उसको र मेरो, अनि एकदम राम्रो लाग्छ। अनि आइ एम सो थ्याङ्कफुल टु गड के ऊ चाहिँ मेरो लाइफमा आयो होइन। अनि मलाई चाहिँ स्पेसली फिल गराउँछ कि उसले चाहिँ एभ्री टाइम है। अब यसमा चाहिँ के छ गाइस, मलाई किरिङहरू एकदमै मनपर्छ कि मेरो स्टाइलमा त्यस्तो किचन देखाउँ त किरिङ देखाउने। हेर्नु न कस्तो
अनि पर्पल कलर फेरि मेरो फेभरेट हो नि त, व्हाइट ब्ल्याक अनि त्यसरी पर्पल रोयल ब्लू। हेर्नु न, थ्याङ्क यू सो मच आयुषा, थ्याङ्क यू धेरै धेरै। यति धेरै गिफ्ट दिन पनि जरुरतै थिएन मलाई, किन भन्दाखेरि मसँग तिमी हुनु नै मेरो लाइफको सबैभन्दा बेस्ट गिफ्ट हो जस्तो लाग्छ। अझै छ हो, त्यो त खोल्नै मन लाग्दैन हो मलाई त। भिडियो नै लामो भइसक्छ होला। एभ्री स्टेप, यहाँ पनि त्यही लेखेको छ, एभ्री स्टेप यु टेक इन द कमिङ इयर मे लिड यु टु न्यू हाइट्स अफ सक्सेस माई मोटी। हाहा, हेर्नु न गाइज कस्तो राम्रो छ, यो पनि पर्पल कलरमा दिएछ फेरि। हेर्नु न कस्तो मजाले चट्टाएर लेखेको कि यस्तरी रुलाउँछ मान्छेले मलाई। मेरो लाइफमा अहिले एकदमै थोरै मान्छे छ, तर एकदमै स्पेसल फिल गराउने मान्छेहरू छ कि मेरो लाइफमा होइन। फेरि यो होइन कि मलाई गिफ्ट दिएर फिल गरायो, त्यो होइन कि, गिफ्ट भन्ने त एउटा पार्ट अफ थिङ्स हो, पार्ट अफ लाइफ हो जस्तो लाग्छ होइन। तर जुन ट्रिट हुन्छ नि, बिहेभियर चाहिँ एकदमै छुट्टै हुन्छ कि। हेर्नु न गाइज यस्तो मजाको के, हेर्नु न यसमा सामान राख्नलाई कि सानो ड्र जस्तो कि। अब मलाई क्युट एकदम सानो सानो सामानहरू मनपर्छ नि त। हेर्नु न कति बेला खोज्यो होला मान्छेले, कहाँ खोज्यो होला। हेर्नु न हेर्नु न यसरी जुम्नाएर अनि यहाँ चाहिँ यस्तो। थ्याङ्क यू सो मच, थ्याङ्क यू आयुषा, थ्याङ्क यू मिन्स अ लट, थ्याङ्क यू सो मच। यो चाहिँ म यसरी पनि चप्टाउँछु है गाइस, यहाँ अर्केन हो। यहाँ यो नोटहरू चाहिँ म फाल्दिनँ, किन भन्दाखेरि यो नोटको भ्यालु चाहिँ मलाई थाहा छ, पेपर क्राफ्टको भ्यालु चाहिँ। अब चाहिँ मेरो लास्ट गिफ्ट हो है, त्यो पनि कस्तो राम्रो प्याकिङमा छ, सायद यो कपडै होला गाइस होइन। आइसाको यो लास्ट गिफ्ट हो, आइसाले दिएको गिफ्ट चाहिँ। थ्याङ्क यू सो मच। यो मान्छेले चाहिँ जेमा पनि यस्तो टाँसेर लेखेको छ, हेर्नु न। विस यु वार्म ह्याप्पिएस्ट बर्थडे डियर ब्युटी मिस। मैले भन्थेँ नि उसले मलाई ब्युटी मिसै भनेर बोलाउँछ। अनि आई अलवेज बी ग्रेटफुल द्याट आई वाज ब्लेस्ड विथ समन एज स्पेसल एज यु इन माई लाइफ। आई लभ यु भनेर यस्तो। यु आर माई सोल सिस्टर, आई लभ यु द मोस्ट। थ्याङ्क्स फर अल द मेमोरिज, वी have made so amazing memories together and I can't wait to make even more. Every moment with you is so special. Thank you for being part of my life and for all the best memories we have created together. From your Ayu. यति धेरै गिफ्ट दिन पनि जरुरतै थिएन कि आइसा, किन भन्दाखेरि तिमी नै मेरो लाइफको सबैभन्दा बेस्ट थिङ अनि गिफ्ट हो कि होइन। मलाई यस्तो गिफ्ट दिन पनि जरुरतै थिएन। पन्च रहेछ गाइस, यो पनि कपडै हो, यसरी लगाएर यस्तो गर्नुलाई अर्को कपडा चाहिँ। कस्तो राम्रो राम्रो सामान हो। रुन चाहिँ भएन है गाइस है, दुरु रुन चाहिँ भएन। यो चाहिँ मलाई एकदमै मन पर्यो गाइस। यो बनाउँदाखेरि लेख्दाखेरि कति टाइम सोच्नुपर्छ होइन, अनि यो पेपर क्राफ्टहरू गर्नु पर्यो होइन न। लेटर जसरी नै हो नि त, सानो सानो चिजहरू देख्दाखेरि यो कस्तो राम्रो वा भनिन्छ, तर कति चिजहरू टाइम लाग्छ, यसलाई मेहनत धेरै लाग्छ यो लेख्नलाई। देख्दाखेरि सानो भए पनि, पेपर लेखेर टसाए पनि। थ्याङ्क यू सो मच, एकदम धेरै बिग हक सबैको लागि। अब मलाई रुनु मन छैन गाइस। अनि अब एउटा यो त अब तपाईँले देख्नु पर्छ, यो चाहिँ मलाई ड्याडिज किचनले यस्तो खाजा लगाइदिनु पर्थ्यो, यही हो गाइस। अब यही हो, थ्याङ्क यू सो मच फर एभ्रिथिङ एन्ड थ्याङ्क यू सो मच फर एभ्री वान है। अनि मलाई यति धेरै स्पेसल फिल गराएकोमा आयु, डुडु, अनि आराध्या, अनि पर्बु, अनि मेरो बहिनी, मेरो भाइ,
सबैलाई धेरै धेरै धन्यवाद, थ्याङ्क यू सो मच। अनि मेरो मम्मी पापालाई थ्याङ्क यू सो मच, किनभने मलाई यति राम्रो संसारमा जन्माउनु भयो, हुर्काउनु भयो। सो थ्याङ्क यू सो मच। अनि मेरो लाइफमा अहिले चाहिँ मेरो लाइफमा एकदमै थोरै मान्छे छ, तर एकदमै मेरो प्यारो मान्छेहरू छन् सबै। अनि उनीहरूले मलाई एकदम धेरै स्पेसल फिल गराउँछन्। यो होइन कि मैले नै एनी टाइम उनीहरूलाई बोलिरहनु पर्ने, त्यस्तो चाहिँ फिल छैन। कुनै टाइममा यस्तो थियो कि मैले चाहिँ धेरैजनालाई मैले आफूले मनदेखि गर्थेँ, तर मलाई त्यस्तो ट्रिटहरू आउने थिएन कि। कतै न कतै हार्ट ब्रेक हुने, मन दुख्ने, अनि त्यो लोयल्टी नआए साथीहरूबाट पनि होइन, जेलेसी लेभल त्यस्तै, अनि ब्याक बाइटिङ त्यस्तै हुन्थ्यो। तर अहिले चाहिँ मेरो लाइफमा एकदम थोरै एकदम लिमिटेड साथीहरू छ, तर एकदम स्पेसल छ। उनीहरूले चाहिँ मलाई म खुसी भएको हेर्न चाहन्छ गाइस, सबैभन्दा मेन चाहिँ। अनि मेरो बर्थडेमा चाहिँ उनीहरूले एकदम धेरै स्पेसल फिल गरायो। अनि यो गिफ्ट मात्रै ठुलो कुरा होइन गाइस, गिफ्टभन्दा पनि सबैभन्दा ठुलो कुरा भनेको मन हो होइन। मन नै सबैभन्दा ठुलो कुरा हो। मन ठुलो भएपछि गिफ्ट त्यसै ठुलो हुन्छ है। तपाईँहरूले मलाई एउटा सानो पेपर लेखेर दिए पनि यो मेरो लागि सबैभन्दा इम्पोर्टेन्ट चिज हो कि। अनि थ्याङ्क यू सो मच, एकदमै धेरै माया साथ सपोर्टले म यहाँसम्म छु। अनि अझै यस्तो धेरै माया साथ सपोर्ट पाइराख्न पाऊँ। अनि मेरो फ्यामिली, मेरो फ्रेन्ड्स, अनि मेरो स्टुडेन्ट्स मेरो लाइफमा यति नै छ अहिले चाहिँ, एकदमै धेरै। थ्याङ्क यू सो मच गाइज। के भन्नु त, अरू त जति भने पनि कमै हुन्छ है। अनि त्यो धेरै बोल्न पनि अब त्यस्तै हो होइन। अब यो बर्थडेमा सबैजनाको राम्रो राम्रो विस पायो, राम्रो ब्लेसिङ पायो। थ्याङ्क यू सो मच गाइज, एकदमै धेरै। अनि यति धेरै गिफ्टको लागि पनि थ्याङ्क यू सो मच। अनि अब बोल्नलाई पनि त्यस्तै हो। अनि मेरो लोएस्ट पोइन्टमा एकदमै साथ दिने आयुषा, डुडुलाई थ्याङ्क यू सो मच। अनि पर्वलाई पनि धेरै धेरै थ्याङ्क यू सो मच, एकदम धेरै थ्याङ्क यू सो मच। गाइस अब अरू त के भन्नु, यो चाहिँ मेरो गिफ्ट अनबक्सिङ थियो। अनि सबैलाई थ्याङ्क यू सो मच। अब यो ब्लग आउँछ, हेरेर माया गरिदिनु होला। आफ्टर लङ टाइम पछि म युट्युबमा आएको छु। अब चाहिँ म ब्लग राख्ने नै छु, भिडियोहरू पनि आउनेछ मेरो। केही समय मलाई गाह्रो भएको थियो होइन, केही समय चाहिँ म आफूलाई नै प्रिपेयर गरेर आएको थिएँ, कसरी क्यामेरा फेस गर्ने, कसरी भिडियोहरू बनाउने। किनभने म त्यो पोइन्टमा थिएन कि जुन म पहिला भिडियोहरू बनाउँथेँ, ब्लगहरू बनाउँथेँ, त्यो पोइन्टमा म थिएन, म सकिरहेको थिएन। सो अब चाहिँ म बिस्तारै भिडियोहरू बनाउँदै जानेछु। कस्तो लाग्छ तपाईँहरूलाई अब आगामी दिनहरूमा कस्तो भिडियोहरू बनाएको हेर्न चाहनुहुन्छ, त्यो पनि मलाई कमेन्ट गरिदिनु होला। अनि अबको यो बर्थडेबाट चाहिँ मेरो लाइफमा अझै धेरै राम्रो हुँदै जाओस्। सो ब्लेस पनि गर्नु होला सबैजनाले। थ्याङ्क यू सो मच गाइज। अनि थ्याङ्क यू आइसा, एकदम धेरै थ्याङ्क यू। म के भन्नु हो रुनै आँखा पनि आँसु जम्माउँछ, तर अब रुन मन लाग्दैन। अनि आज बर्थडेमा रुनु हुँदैन भनिरहेको छन् सबै साथीहरूले। सो थ्याङ्क यू सो मच। अनि स्टुडेन्टलाई पनि थ्याङ्क यू सो मच। अनि डुडुलाई पनि एकदम धेरै थ्याङ्क यू सो मच। तिमी यहाँ छैनौ र पनि होइन, मसँगै छैनौ, यहाँ छैनौ र पनि तिमीले मलाई वहाँ टाढा मेरो बर्थडे स्पेसल होस् भनेर सामानहरू पठाएको छौ। अनि मलाई खुसी बनाएको छौ होइन, त्यसको लागि थ्याङ्क यू सो मच। मेरो लाइफमा अहिले तिमीहरू आएर म एकदमै ह्याप्पी छु। थ्याङ्क यू सो मच। राम्रो कुराहरू बिस्तारै अझै अगाडि राम्रो हुँदै जाओस् भन्न चाहन्छु। अब लाइफमा राम्रो होस्, राम्रो कुराहरू बिस्तारै होस्, जे चिज पनि छ बिस्तारै राम्रो हुँदै जाओस् भन्न चाहन्छु। बिचरा पर्वलाई पनि धेरै धेरै थ्याङ्क यू। ड्युटी गरेर सकेर हतारमा आउनुभयो, उहाँलाई पनि धेरै धेरै धन्यवाद। उहाँले पनि मलाई यति राम्रो बुके दिनुभयो। हेर्नु न, मलाई फेरि फ्लावर बुकेहरू एकदम मनपर्छ कि। अनि मैले सोचेको कुराहरू चाहिँ मेरो लाइफमा मेरो साथीहरूले गरेको छ कि होइन। अनि सँगसँगै फेरि मैले कहिले एक्सपेक्टेसन राख्दिनँ कसैसँग, मलाई मान्छेले यस्तो दियो हुन्थ्यो, मलाई यस्तो गर्यो हुन्थ्यो, राख्दिनँ। मलाई चाहिँ के एक्सपेक्टेसन गर्छु भन्दाखेरि, मैले जसरी ट्रिट गर्छु नि उनीहरूले पनि मलाई, मैले गरेको 100% ट्रिटमा चाहिँ 10% पनि आओस् है, उनीहरूले मलाई राम्रो ट्रिट गरोस् भन्ने चाहिँ मेरो जहिले पनिको मेरो थिङ्किङ नै त्यही हो। अब पहिला त साथीहरू थियो, उनीहरू पनि अब आफ्नो लाइफको पार्ट भयो होइन। अनि तर अहिले चाहिँ मेरो लाइफमा एकदमै धेरै आई एम ब्लेस्ड। यो चाहिँ नजर नलागोस् होइन मेरो लाइफमा। अनि इभीलाई पनि यहाँ छ, मेरो स्टुडेन्टले बुझेरै इभीलाई आइदिए जस्तै
योगीको दाइले पनि मलाई काम गरोस् हो थ्याङ्क यू सो मच गाइज एकदम धेरै थ्याङ्क यू धेरै 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 थ्याङ्क यू मेरो साइडबाट हाई सो यो ब्युटीको गिफ्ट हो जाऊ है त हेर्न एन्जल ढोका लगा त यहाँ हेर्छ हजुर ह्याप्पी बर्थडे थ्याङ्क यू सो मच बस्नु र खोल्नु खोल्नु थ्याङ्क यू धेरै केही त गर्न पाएन बटल म बनाएको मैले ए छोड्न नचल्न गाइज यो चाहिँ आना अर्पिता अनि एन्जल हो तिनजना हो तिनजनाको थ्रुबाट मलाई आँखा बर्थडे त गइसक्यो तर स्कुल बल्ल आज आएको छु हेर अब के हुन्छ खोल्ने हो खोल्ने हो रुनी होला अहिले किन रुनी हो र कस्तो इमोसनल बनाउँछ कि मलाई यस्तो यस्तो चिजहरू भन न ल म पहिला सानोबाट खोल्छु है के छ यसमा यता सिम्पल चुप लागे कस्तो आफू जस्तै हो त अनि थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच ए यो पनि किन गर्न पऱ्यो पसन्द तिमीहरू पनि होइन हामी यहाँ भिडियो गर्छौँ के हो र यस्तै त्यो वेस्टर्नसित त्यो ट्रेडिसनलसित अब सबै हातमा लगाउँछ ल गाइज अब हेर्नुपर्छ यहाँ के रहेछ यस्तो सस्पिसियस SOS SUS हो क्या 9 क्लासमा पढ्ने दिदी त चुप लाग गाइज ओए वाओ ओए म्यान ओए वाओ ओहो नि यो मैले दुईटा किनेको म्याचिङ पनि हुन्छ हाम्रो थ्याङ्क यू सो मच धेरै धेरै अब यो हेर भाइ त्यो पनि छ सबै है कति हो खोल्नु सब खोल्छ गर्मी भयो कि मलाई फ्यान चलाउन गएছিলে ओए वाओ गाइज यो के रहेछ यस्तो सस्पिसियस यति राम्रो प्याकेजिङसँग ल गाइज जनता जान चाहन्छन् गाइज ल थाके नेपालीले यहाँ खोल्दै हुन्छ म त रिपोर्टर फोटोग्राफर जे पनि हो क्या ओए वाओ ओए गाइज ओए सिट ओए कति राम्रो ओहो त्यो रियाक्सन हेर्नु ब्युटी मिस ब्युटी के अरे के भन्छ मिस ब्युटीजीको रियाक्सन हेर्न सक्नुहुन्छ आहानाज्यूले यति राम्रो प्याकेजिङ गरेको देख्दाखेरि ब्युटी मिसको यहाँ के अरे अब आँखाबाट आँसु आउने अवस्थामा हुनुहुन्छ कृपया उहाँलाई साथ मेन्टल्ली र इमोसनली साथ दिन हजुरहरूलाई अनुरोध गर्दछु आहा वाउ कति राम्रो ओए मेरो फोटो राम्रो खाने हो न ओए वाउ कति राम्रो फोटो ओए रियाक्सन ओए वाउ कति राम्रो ओए वाउ सच अ नाइस फोटो ओए गाइस लुक एट दिस यो टेम्प्लेट खोज्न मलाई कति बेर लाग्यो पछि आफै डिजाइन गरेको मैले अब यो खोज्छु है मैले लुक एट दिस डिभा यो हेर्दै Another diva. यो ओए वाउ गाइस व्हाट अ नाइस बर्थडे कार्ड नाउ सी इज ओपनिङ हर बर्थडे कार्ड उल्टो भयो गाइस उल्टो भयो डियर ब्युटी मिस ल गाइस कति राम्रो हेर्नु त हेर्न सक्नुहुन्छ Happy birthday to our dearest beauty miss. You are not just our teacher, Wow, but such a the nice melody voice. in our lives. You guide us with wisdom. रुन पर्छ क्या होला like a friend. Listen to us. मिस ब्युटी जी अब रुन खोज्नु भएको अवस्थामा छ तर म रिपोर्टर यहाँ उहाँलाई हँसाउन प्रयास गरिरहेको छु On your special day, may your heart be filled with the same joy and harmony. Your green hours, may your life always be full with love. आहा कति राम्रो शब्दहरू We are grateful for your presence, your patience, and the way शुद्ध you make शब्दहरू us यहाँले and here you are उच्चारण truly गर्दै the one हुनुहुन्छ। that keeps us together. Wishing us यहाँ हुनुहुन्छ हाम्रा birthday आयोजकहरू। as beautiful as your soul and yours कति and राम्रो। inspiring your music. यो भित्र पनि हेर्नु सबै Wow. वाउ सच अ नाइस कस्तो बर्थडे राम्रो कार्ड रहेछ है? Wow. सी इज सो लकी टु With ह्याभ lots of love, happiness and laughter, lots of ahana gare. Thank you. वाउ नाइस सो नाइस Wow. वाउ कति राम्रो बनाएको।
she's now giving a such huge hug to our Ahana. Hello guys. ल थ्याङ्क यू सो मच गर्ल्स हेलो कति राम्रो म कति क्युट छ न भनेर भन्नु थ्याङ्क यू सो मच ल बाई थ्याङ्क यू for my beauty mom, ma'am, so you can talk to us without feeling tired. Love you very much, ma'am. This sweet is sweet, but you are sweetie by your Shri, always be your side, ma'am. Got it? And त्यसपछि अर्को छ गाइज यो के हो फ्रम श्री टु ब्युटी अरे अब यहाँ कसरी खोल्ने तपाईँ Thank you so much. Thank you so much. Wow, पुगुले हेर त वाउ यस्तो रहेछ पानी खाने बोतल रहेछ यो चाहिँ गाइस यसमा के लेखेको छ and a cup so you can drink coffee eat गरे थ्यांक यू सो मच